हेलो गाइज। आजको यो भिडियोमा चाहिँ मैले के भन्न गइरहेको छु भन्दाखेरि भाइब कोडिङ कसरी बढिरहेछ होइन, यो एआईले गर्दा चाहिँ के इम्प्याक्टहरू पारेछ सफ्टवेयर इन्जिनियरको लाइफहरूमा होइन, किन चाहिँ यति धेरै लेअफ भइरहेको छ। यो क्लड एआई अनि अरू च्याट जिपिटी जस्तो एआई टुलहरूले गर्दाखेरि कति धेरै सफ्टवेयर इन्जिनियरिङमा रिभोल्युसन आएको छ, जसले गर्दा धेरै लेअफहरू तपाईँले सुनिराख्नु भएको छ होइन। सो यसको लागि चाहिँ यो कसरी चाहिँ भइरहेको छ त सफ्टवेयर इन्जिनियरहरूलाई, हामीलाई त केही थाहै नै भइरहेको छैन कि कसरी कोडिङ गरिरहन् त सफ्टवेयर इन्जिनियरहरूले है। त्यसको लागि चाहिँ आज मैले यो ट्युटोरियल बनाएको छु, जसमा चाहिँ तपाईँले के सिक्नुहुन्छ भन्दाखेरि यसमा चाहिँ अब कोडिङ कसरी गर्ने, भाइब कोडिङ भन्दा पनि भाइब कोडिङसँग सिस्टम इन्टिग्रेट गरेर आर्किटेक्चरहरूको लेभलमा चाहिँ भाइब कोडिङहरू कसरी गर्ने भन्ने कुरा हामी यसमा सिक्छौँ है त। सो यसको लागि चाहिँ हामी फर्स्टमा चाहिँ आफ्नो स्क्रिनमा जान्छु म। अहिले तपाईँलाई देखाउँछु स्क्रिन है। हाम्रो स्क्रिनमा गयौँ। अब स्क्रिनमा चाहिँ यो चाहिँ मैले कोड गरेको फुल्ली भाइब कोडै त होइन तब, तर पनि सबै सिस्टम आर्किटेक्चरहरू सबै हानेर बनाएको एउटा प्रोजेक्ट हो है, जसमा चाहिँ यो हेर्नुभयो भने नेक्स्ट लेभलको कन्फिग्रेसनहरू हुन्छ। जस्तै एकदम इन्टरनल्ली यही कन्स्ट्यान्ट्सहरू हेऱ्यो भने पनि कन्स्ट्यान्ट, लोकलाइजेसन, थिम्स, युटिल्सहरू हुन्छ है, विजिट्सहरू हुन्छ। त्यसपछिदेखि गएर फिचर बेस्डमा बनाइन्छ कि, जस्तै इभेन्ट ड्रिभन आर्किटेक्चर भयो भने यो इभेन्ट ड्रिभन आर्किटेक्चर ब्लक आर्किटेक्चर युज गरेछ। यो चाहिँ एउटा फ्लटरको चाहिँ प्रोजेक्ट हो। अहिले डेमोको लागि मैले फ्लटर लिएको छु। तपाईँले टाइप स्क्रिप्ट लिन सक्नुहुन्छ, नोड जेएसको प्रोजेक्ट, ब्याक एन्ड फ्रन्ट एन्ड जे लिँदा नि खासै फरक चाहिँ पर्दैन। मेन चाहिँ कन्सेप्ट चाहिँ थाहा हुनुपर्छ है त। सो कन्सेप्टको लागि यहाँ हेरौँ, जस्तै यहाँ ब्लक आर्किटेक्चर्सहरू भयो होइन, यो रिपोजिटरीहरू हुन्छ, अनि स्क्रिनहरू हुन्छ, विजिट्सहरू हुन्छ होइन। यस्तै गरेर सबै फिचर्सहरू चाहिँ सेपरेट सेपरेट फिचर्सहरू एउटा एउटा फिचरहरूलाई यस्तै लेभलमा अनि कोड लेखिन्छ कि है। अनि सबै यो ब्लकहरू चाहिँ एराउन्ड 100-200 यो लेन्थको लाइन अफ कोडको हुन्छ कि है। सो यसरी चाहिँ हाम्रो प्रोग्रामिङ हुने गर्छ। त्यसै गरी यो अर्को प्रोजेक्ट लिएको छु मैले, यसकै यही फ्लटर एप छ, यसको एडमिन प्यानल एउटा बनाइरहेको छु होइन। यसकै एडमिन प्यानल यो प्रोडक्सन लेभलकै हो है सबै सिस्टम्सहरू। यसमै एडमिन प्यानल अब बनाइरहेको छु। अब यो चाहिँ भर्खर बनाएको एडमिन प्यानल हो, अझै रेडी हुने स्टेटमै छ। यसमा ट्रान्सलेसन फिचर्सहरू छ है, फ्रेन्च र इङ्ग्लिस भन्ने। अनि त्यसै गरी हेऱ्यो भने यहाँ एपहरू हुन्छ है, कम्पोनेन्टहरू हुन्छ, अनि लिभहरू हुन्छ। यो भर्खर स्टार्ट गरिरहेको छु लिभमा यसरी। अनि यसरी चाहिँ यो ग्लोबल डट सिएसएसमा थिमहरू चाहिँ सेन्ट्रलाइज गर्नुपर्छ क्या। थिमहरू सेन्ट्रलाइज गऱ्यो भने चाहिँ सो थिम चेन्ज गर्नु पऱ्यो भने ठ्याक्कै एक ठाउँमा चेन्ज गरेपछि फुल्ली प्रोजेक्टमै अटोमेटिकल्ली चेन्ज हुने भयो। सो सेन्ट्रलाइजेसन टेक्निक युज गर्नुपर्छ मेन, अनि सिस्टम लेभलमा थिङ्किङ गर्नुपर्छ क्या जहिले पनि है। अब यो चाहिँ मेन कुरा चाहिँ अब एआईको चाहिँ कसरी युज भइरहेको त्यो देखाउँछु है त म यहाँ। सो अब मानौँ मैले क्लाउडको सब्सक्रिप्सन लिएको छु। क्लाउड भन्ने छ एउटा, यो क्लाउड भन्ने यी कोड आयो। ओपस 4.7 1 मिलियन कन्टेक्स्ट विन्डो $100 सब्सक्रिप्सन लिएको छु मैले है, एक्स्ट्रा हाई। सो यो चाहिँ अब यसमा यसले यो फेसिलिटीहरू दिन्छ। अब यसमा चाहिँ के छ भन्दाखेरि अब हेल्प गर्यो भने यसमा सब कमान्डहरू हामीलाई दिइहाल्छ कि के युज गर्न मिल्छ। यो सेल मोडहरू भयो होइन, तर मेनली हामीलाई युज हुने भनेको यो बिटिडब्ल्यू, अनि त्यसपछि गएर हाम्रो मेन भनेको यसकै कमान्ड्सहरू हो। सो कमान्डहरू भनेको यो एजेन्टहरू बनाउनु मिल्छ है, अटो फिक्स पिआरहरू आफैले बनायो भने त्यसलाई फिक्स गर्न मिल्छ, अनि ब्याकग्राउन्डमा एक्जिक्युट गर्न मिल्छ। अनि रिमोट भन्ने हुन्छ कि, स्ल्यास रिमोट गरिदियो भने आफ्नो मोबाइलबाट तपाईँको कम्प्युटर यहीँ छोडेर मोबाइलबाट कोडिङ गर्न पाउनुहुन्छ कि है। त्यस्तो फेसिलिटी पनि यो क्लाउडले दिएछ कि, लाइक तपाईँले यहीँ ल्यापटप कम्प्युटर यहीँ अन छोडिदिनुहोस्, अनि त्यसपछि त्यहाँ गएर मोबाइल कम्प्युटर अटोमेटिक उस गर्नु मिल्यो क्या। सो त्यस्तो चिजहरू गर्नु मिल्यो है। अब जस्तै यहीसँग कुरा गऱ्यो भने हाई भन्यो भने ठ्याक्क यसले प्रोजेक्टको दिन्छ। अनि जहिले पनि के सोध्ने गर्नु भन्दाखेरि गिभ मी द आर्किटेक्चर अफ दिस प्रोजेक्ट गर्नु क्या, अफ दिस प्रोजेक्ट। जस्तै कुनै नयाँ प्रोजेक्ट, कुनै ओल्ड प्रोजेक्ट तपाईँलाई क्लाइन्टले दिए होइन, अब त्यसको आर्किटेक्चरहरू थाहा पाउन छ भने चाहिँ यो चाहिँ मैले भर्खरै बनाएको हो, यसमा खासै आर्किटेक्चर छैन।
त्यही पनि तपाईँलाई यसो देखाइदिउँ भनेर होइन। यसको आर्किटेक्चर अफ दिस प्रोजेक्ट भन्यो भने यसले राम्रो तरिकाको आर्किटेक्चर बनाएर दिने गर्छ है। अनि जहिले पनि के गर्नु भन्दाखेरि यस्तोमा एउटा डक्स भन्ने फोल्डर राख्नु के है। यो जस्तै प्रोजेक्ट एडमिन प्यानल भन्नेमा छ हामी एडमिन प्यानलको प्रोजेक्ट एडमिन प्यानलको एसआरसी कम्पोनेन्टहरू हेरिरहेछ है। जस्तै मानौँ मैले सिडी गरेँ एडमिन प्यानलको प्रोजेक्ट एडमिन प्यानलमा हो नि, यसमा चाहिँ क्लाउड गर्छु भनेपछि यसमा क्लाउड खोलेँ अनि यसमा चाहिँ मैले च्याट गर्न थालेँ। अब चाहिँ यो जुन ठाउँ छ नि यसमा चाहिँ अब आर्किटेक्चर सोध्ने हो क्या, आर्किटेक्चर अफ दिस प्रोजेक्ट अघिकोले नै भन्छ अटोमेटिक, यो एआई हो धेरै बाटो छ है, त्यसले पनि सबै आर्किटेक्चरहरू अब डिफाइन गरिदियो क्या। सो यसमा चाहिँ यस्तो यस्तो छ यस्तो यस्तो छ भनेर भनिदिइसक्यो, यही सर पढेपछि अनि त्यसपछि इनफ जग्गा एकैछिनमा फेरि मात्र 30 सेकेन्डमा है यो सबै चिज भयो, यहाँबाट सबै मोडलले एनालाइज गरेर सबै चिज ल्याएर हामीलाई दिइसकेछ। सो यत्तिको फास्ट भइसकेछ। अनि त्यसपछि कुनै पनि कोड गर्न थाल्यो भने मानौँ मलाई केही बनाउन छ है, मानौँ म अहिले काम गरिरहेको थिएँ यहाँ, मानौँ यिनीहरू यो प्रोजेक्टको यो पेज चाहिँ बनाउन छ। सो यसलाई चाहिँ कसरी दिने भन्दाखेरि यसलाई स्क्रिनसट गऱ्यो, सिम्पल फिग्मामा आएँ म, त्यसको स्क्रिनसट लगाएँ अनि स्क्रिनसट गरिसकेपछि मैले यहाँ आएर अब त्यही प्रोजेक्टमा के गर्छु त भन्दाखेरि सर हाई लेभलमा इङ्ग्लिसमा एक्सप्लेन गरिदिने हो है। सो यसमा चाहिँ म के गर्छु, त्यो अझै फ्रेन्चमा थियो है, त्यो इङ्ग्लिसमा थिएन, अझै फ्रेन्चमा थियो। त्यो त्यसलाई पनि अटोमेटिक इङ्ग्लिसमा सबै चिज अन्डरस्ट्यान्ड गरेर आफै बुझिहाल्छ कि यसले है। वेन द लग इन ह्यापेन्स सो दिस स्क्रिन एज इट इज टु द युजर। अनि त्यसपछि द बटन यही भन्दै हुन्छ ठ्याक्क, द बटन सुड बी क्लिकेबल। यति भनिदिइसकेपछि हामीले के गर्नु पाइयो त भन्दाखेरि अब मजाले यसले गरिदिनु भयो क्या। सो यस्तो इजी के, यो लेभलको इजिनेस अहिले प्रोभाइड गरिरहेको छ कि क्लाउडले होइन। सो एकैछिनमा हामी हेर्छौँ कि के गरिसक्यो है त। सो यसले चाहिँ कोडिङ गरिरहेछ अहिले है। यहाँ हेर्नु यस्तो एसएस मात्र दाम्ने काम हुन्छ हाम्रो, ठ्याक्क यसलाई हेरेर एकचोटि ल ठिक छ भनेर एनालाइज गरेर यसले अहिले चाहिँ सबै चिजहरू हालिरहेको छ है। अनि धेरैचोटि यस गर्न मन लागेन भने चाहिँ के गर्ने, एस एलाउ अल ड्युरिङ दिस टाइम भन्ने, अनि अटोमेटिक अटो एक्सेप्ट अन भइहाल्छ अनि त्यसपछि गर्नु मिल्यो क्या है। अनि यही अर्को कुरा के हुन्छ भन्दाखेरि बट भन्ने हुन्छ कि, त्यो बटमा चाहिँ हामीले क्वेसन सोध्न मिल्छ। अब यही प्रोजेक्ट रिलेटेड होइन, वाट आर वी डुइङ करेन्टली भन्ने। सो यो चाहिँ ठ्याक्क अब जे हामीले काम गरिरहेछौँ अथवा केही प्रोजेक्ट रिलेटेड केही क्वेसन छ होइन, चलिरहेकै बेला अरू चाहिँ चलिरहेकै हुन्छ पछाडिमा, त्यसैमा अहिले चाहिँ हामीले पोस्ट लगइन म्यानेजर ड्यासबोर्ड टु द एडमिन प्यानल भनेर एड गर्दैछौँ होइन। हामीले अब यहाँ क्लिक गर्दाखेरि यहाँ एडमिन प्यानल सबमिट गरिसकेपछि चाहिँ के हुन्छ त भन्दाखेरि पोस्ट लगइन चाहिँ हामीले एड गरिरहेछौँ है। यसरी चाहिँ गर्नु मिल्यो। सो गाइज यसले चाहिँ बुझेर है अब चाहिँ गरिसक्यो है, काम गरिसक्यो। यसरी चाहिँ हामीले युजर नेम र पासवर्ड दिनै पर्दैन कि अहिलेलाई चाहिँ यत्तिकै ऱ्यान्डमली बनाएको छु मैले। अथेन्टिकेसन पनि एड गर्छु, फायरबेस एड गर्छु पछि। सो अहिले चाहिँ यिनीहरू चाहिँ गर्नु पर्दैन किनकि हामीले म्यानेजरको मात्र ड्यासबोर्ड दिएरहेछौँ। सो यो यसमा चाहिँ लगइन हुन्छ अनि अघि दिएको ठ्याक्क ड्यासबोर्ड जस्तोको त्यस्तै डाङ्गै रिप्रेजेन्ट गरिदियो। अब यसलाई चाहिँ क्लिकेबल बनाउने, यो क्लिकेबल बनाउने बिस्तारै काम गर्नुपर्छ क्या होइन। जस्तो आफूले कोडिङ गर्दाखेरि गरिन्छ त्यस्तै त्यस्तै एउटा चिज लिएर मात्र काम गऱ्यो भने भाइब कोडिङले एक्सपर्ट एकदम राम्रो रिजल्ट दिन्छ क्या। धेरैले एकैचोटि उठाउँछन् पुरै प्रोजेक्ट अनि डम्प हान्छन् क्या, अनि ट्राई गर्छन् कि बनाउनलाई, त्यसरी चाहिँ बन्दै बन्दैन है कुनै पनि प्रोजेक्ट। सो प्रोजेक्ट हामीले जसरी बनाउँछौँ त्यस्तै गरेर भाइब कोड गर्दाखेरि पनि
सिमिलर टाइपले प्रोजेक्ट बनायो भने चाहिँ बन्छ। यस्तो भयो है। अब यसको पनि फिचरहरू इम्प्लिमेन्ट गर्दै गरौँला। सो फ्रेन्च यो सबै काम गरिरह है फेरि। यो केही पनि फरक छैन, सबै काम गरिरह। फ्रेन्च, इङ्ग्लिस भइहाल्यो। अब जस्तै यो कमिट गर्न पालो आयो नि होइन। सो कमिट गर्ने बेला चाहिँ के गर्नु मिल्छ भन्दाखेरि यो कमिटमा अब चेन्जेसहरू छ मेरोमा है। यहाँ हेऱ्यो भने यो सबै चेन्जेसहरू भयो। अब यसलाई चाहिँ डाइरेक्ट भन्दैन मिल्छ कि कमिट द चेन्जेस भनेर भनिदियो भने what direction should I take? Build one section in depth, make list item clickable. ओके, अहिलेलाई चाहिँ हामीले केही नगरौँ है, अहिलेलाई स्किप गरिदिएँ मैले, केही गर्नु परेन। अनि चाहिँ अब चाहिँ मैले के गर्छु, कमिट दिज चेन्जेस भनेर भनिदिएँ होइन। यसले चाहिँ अटोमेटिक आफै नाम राख्छ, यसको म्यासेज राख्छ, अनि त्यसपछि अटोमेटिक कमिट गर्छ कि। सो यो लेभलको अटोमेसन यहाँ अहिले नै देख्न सकिन्छ हामीले है। सो त्यसैले चाहिँ सफ्टवेयर इन्जिनियरहरू अलि एउटै इन्जिनियरले नै 10 जना बराबरको काम गरिरहेको छ, त्यसले गर्दा 9 जना त अनइम्प्लोइड हुने भयो। सो त्यसरी चाहिँ अनइम्प्लोइमेन्ट भइरहेको छ है सफ्टवेयर इन्जिनियरिङमा। सो अनि अर्को कुरा के हो भन्दा अब सफ्टवेयर इन्जिनियरिङमा यो एआईसँग चाहिँ अपग्रेड भइराख्नुपर्छ है। त्यसको लागि चाहिँ कुनै यस्तो न्युज सोर्सहरू राखिराख्नुहोस् होइन, ट्विटरहरू युज गरिराख्नुहोस्। एक्समा चाहिँ एकदम अपडेटेड न्युजहरू हुन्छ यो एआई रिलेटेड, त्यसले गर्दा चाहिँ तपाईँलाई हेल्प हुनसक्छ है त। यदि भिडियो मन पर्यो भने लाइक गर्नु होला अनि सब्सक्राइब गर्नु होला है। हस्, आजलाई यति नै।